सर्वप्रथम त यहाँहरूलाई स्वागत छ टेक्नोलोजी पाठशाला च्यानलमा। We love, we grow, and we share technology. That's our main motto. Today we are going to discuss about the magical connectivity that connects all the app, website, devices, software system from one another and here to from one part to another. आज डिस्कस गर्न गइरहेको टपिक टेक्निकल टर्म भनेको एपिआई रहेको छ। एपिआई सम्भवतः सबैले सुनिरहनु भएको टर्म पनि होला यो एपिआई। हामीले रियल वर्ल्डमा चाहिँ यसको युज गरिरहेको छौँ, तर कसरी काम हुन्छ भन्ने कुरा चाहिँ हामी अननोन नै छौँ सायद। त्यही भएर आज म त्यो कुरा चाहिँ त्यो म्याजिकल कनेक्टिभिटी चाहिँ कसरी काम गर्दो रहेछ र त्यो एपिआई भनेको के हो भनेर चाहिँ डिस्कस गर्न गइरहेको छु। अब उदाहरणबाटै इक्जाम्पलबाटै सुरु गरौँ। हामी यो टेक्नोलोजी इरामा जस्तो एउटा होटेल रुम बुक गर्न इजिली एउटा क्लिकको भरमा हामी होटेल बुक गर्न सक्छौँ। एउटा राइड सेयरिङ एप युज गरेर हामी हाम्रो डेस्टिनेसन सर्च गरेर डेस्टिनेसनमा एउटा क्लिकको भरमा हामी पुग्न सक्छौँ। बुक क्याबहरू, उबर, पठाउ लाइक द्याट अनलाइन राइड सेयरिङ एपहरू युज गरेर हामी मजाले पुग्न सक्छौँ। पेमेन्ट पनि इजिली वान क्लिककै भरमा गर्न सक्छौँ। अब सपिङहरू, ग्रोसरीहरू सुपर मार्केटबाट इजिली हामी मोबाइलबाट नै मजाले आफ्नो मनपर्ने चिज होइन कुनै कमर्स साइटबाट मजाले अर्डर प्लेस गरेर कार्टमा एड गरेर हामी इजिली नै आफूमा लिन सक्छौँ होइन। आफ्नो भनेको ठाउँमा डेलिभर गराउन सक्छौँ एउटा एक क्लिकको भरमा। पेमेन्ट पनि हामीले कार्ड डिटेल हालेर मजाले पेमेन्ट पनि एकैछिनको एकै सेकेन्ड एक क्लिकको भरमा हुन्छ। यो सबै कनेक्टिभिटीलाई चाहिँ एपिआई नै भन्ने गरिएको छ होइन। हामी अब अलराइट लेट्स ब्रेक डाउन एपिआई होइन। एउटा इन अ सिम्पल प्र्याक्टिकल कम्प्लिट वे सल्युसनमा चाहिँ हामी डिफाइन गर्छौँ। एपिआई भनेको चाहिँ नर्मल्ली एउटा अब इट स्ट्यान्ड्स फर एप्लिकेसन प्रोग्रामिङ इन्टरफेस भनिन्छ। यसको फुल फर्म चाहिँ होइन, सर्ट फर्म चाहिँ एपिआई भयो, फुल फर्म चाहिँ एप्लिकेसन प्रोग्रामिङ इन्टरफेस भनिन्छ। फर्स्टली आई विल गो विथ इन्ट्रोडक्सन पार्ट होइन। एउटा बुकिस इन्ट्रोडक्सन, एउटा बुकमा के लेखिएको छ त भन्ने बारेमा चाहिँ म डिस्कस गर्न गइरहेको छु होइन। बुकमा चाहिँ यस्तो लेखेको छ, इट इज लाइक एउटा हेल्पफुल मेसेन्जर होइन द्याट टेक्स अ रिक्वेस्ट, टेल्स अ सिस्टम what you want to do and return response back to you. It allows different software program to talk each other and share information, or we can say it act as a bridge or a mediator, and you can say agent in simple bhasha between two different app or services so that we can work together smoothly for user convenience, for user easiness. इन समरी एपिआईलाई चाहिँ एउटा यस्तो टुल हो जसले चाहिँ द्याट हेल्प डिफ्रेन्ट सफ्टवेयर सिस्टम टु कनेक्ट विथ इच अदर होइन, कम्युनिकेट विथ अदर, मेकिङ इट इजियर फर एप एन्ड सर्भिसेस टु वर्क टुगेदर एन्ड प्रोभाइड युजर बेटर एक्सपिरियन्स, युआई एक्सपिरियन्स होइन। यो चाहिँ अब थ्योरी पार्ट भयो। अब हाम्रो नर्मल प्र्याक्टिकलबाटै जाऊँ होइन। एउटा नर्मल इक्जाम्पल कस्तो भन्दाखेरि हामी चाहिँ एउटा रेस्टुरेन्टमा चाहिँ गयौँ रे। सपोज हामी एउटा इमेजिन गरौँ, हामी एउटा रेस्टुरेन्टमा गयौँ, हामी भोकाएको छौँ होइन। हामी टेबलमा बस्यौँ र हामीले मेन्यु हेऱ्यौँ होइन। मेन्यु हेऱ्यौँ त्यसपछि हामीले मेन्यु अब मन लागेको हामीले अर्डर गर्छौँ। अर्डर दिन त हामी डाइरेक्ट किचनमा जाने कुरो भएन। त्यहाँ को आउनुहुन्छ त, वेटर आउनुहुन्छ, हाम्रो अर्डरहरू पिकअप गर्नुहुन्छ। हाम्रो अर्डर के छ भने लिस्ट गर्नुहुन्छ उहाँहरूले र उहाँहरूले हाम्रो अर्डर लिएर किचनमा सेफलाई रिक्वेस्ट गर्नुहुन्छ, उहाँको यो अर्डर छ भनेर रिक्वेस्ट गर्नुहुन्छ। अब किचनमा चाहिँ धेरै सामानहरू हुन्छ, त्यहाँ चाहिँ डाटा प्रोसेस हुन्छ। एउटा अब के चाहिँ चाहियो हामीलाई त्यही अनुसारको मरमसला हाल्ने कि सपोज मोमो चाहियो भने त्यही अनुसारको इन्ग्रिडियन्टहरू उहाँहरूले प्रिपेयर हुँदिने टाइममा बनाउनुहुन्छ र त्यो बनाइसकेपछि होइन, रिजल्ट आइसकेपछि उहाँहरूले फेरि वेटरकै मार्फतबाट हाम्रो त्यो फुड अर्डर होइन
फुड अर्डर गरेको वेटरकै मार्फतबाट चाहिँ हामीमा फुड आउँछ, हाम्रो टेबलमा आउँछ भनेपछि यसबाट के बुझ्न सक्यो भनेपछि अघि हामीले माथि बुकको डिफिनेसन गर्दाखेरि एपिआई एक्ट एज ए ब्रिज क्या, दुईवटा सिस्टम, दुईवटा पार्टी, दुईवटा बिच चाहिँ एउटा एक्ट गरेको छ नि त। जस्तै कि वेटरले अर्डर लिनुभयो अनि लिएको अर्डर चाहिँ उता किचनमा गएर भनिदिनु भयो, त्यही अनुसारको प्रिपेयर हुन्छ। त्यसपछि यता के वेटरले नै फेरि अर्डर हाम्रो टेबलमा हाम्रो फुडहरू चाहिँ अर्डर गरेको फुड चाहिँ टेबलमा राखिदिनुहुन्छ। त्यसको मतलब उहाँले चाहिँ एक्ट एज होइन, वेटरले चाहिँ एउटा मिडिएटर, ब्रिजको काम गर्नुभयो दुईवटा पार्टी हो। यसै गरी नै अब हामी एउटा भनौँ न कसरी जान सक्छौँ भन्दाखेरि एउटा अब रियल वर्ल्ड कम्पेरिजन गर्दाखेरि चाहिँ अब रेस्टुरेन्ट भनेको एउटा एप्लिकेसन हामीले इमेजिन गर्ने होइन, त्यो युजर इन्टरफेस हामीले रेस्टुरेन्ट कुनै अब रेस्टुरेन्टमा गयो त्यो युजर इन्टरफेस भयो युजरको होइन। जस्तै अनि वेटरले चाहिँ जसले चाहिँ डाटा यताउता डाटा आदान प्रदान गर्ने काम गर्नुभयो, त्यसमा एउटा चाहिँ एप, एउटा मेसेन्जरको रूपमा काम गर्नुभयो होइन। अनि जस्तै हामीले चाहिँ रिक्वेस्ट के गरेको थियौँ त, फुड होइन, फुड चाहिँ एउटा डाटा हो, रिक्वेस्टेड फुड चाहिँ हामीले डाटाको रूपमा लियौँ होइन। अनि वेटर चाहिँ एक्ट एज एपिआईको रूपमा चाहिँ काम गर्नुभयो क्या, मेसेन्जरको रूपमा काम गर्नुभयो। अब किचन भनेको चाहिँ एउटा सर्भर सम्झिने, जहाँ चाहिँ अब डाटा अथवा फुड मटेरियलहरू बनाउँ, हामीलाई कुन फुड अर्डर गरेर त्यही अनुसारको डाटा प्रोसेस हुन्छ, इन्ग्रिडियन्ट्सहरू युज गरेर हामीलाई प्रिपेयर हाम्रो रिक्वेस्टेड डाटा त उहाँहरूले बनाइदिनुहुन्छ नि। त्यो किचनलाई चाहिँ सर्भर सोच्ने क्या। अब जस्तै फुड भनेको चाहिँ हाम्रो रिक्वेस्टेड डाटा हो होइन, फुड भने अर्डर भनेको चाहिँ एउटा रिक्वेस्टेड डाटा भयो, त्यो पनि फुड हो। अनि रेस्पोन्स होइन, रेस्पोन्स भनेको पनि एउटा फुड नै हो होइन। हामीले रिक्वेस्ट के गरेका थियौँ त, फुड चाहियो भनेर एपिआईलाई रिक्वेस्ट गरेको थियौँ होइन। अनि एपिआई भनेको चाहिँ वेटर, उहाँले चाहिँ अनि लगेर किचन अथवा सर्भरको एक्ट गर्छ, त्यहाँ डाटा प्रोसेस गरेर फेरि एपिआईकै मार्फतबाट डाटा रेस्पोन्स चाहिँ गरिदिनु भएको थियो होइन। हामीले त्यसरी चाहिँ बुझ्नुपर्छ। जस्तै अनि अब यो एउटा रेस्टुरेन्टको भइहाल्यो होइन। जस्तै अब वेदर पनि कसरी, वेदर अपडेट चाहिँ हामी कसरी लिन्छौँ त्यो नि काम गरेको थियो सर। सानो इक्जाम्पल होइन, जस्तो कि हाम्रो मोबाइल अथवा ल्यापटपबाट ब्राउज गऱ्यौँ आज टुडेज वाट इज द टेम्परेचर अफ टुडेज, अब काठमाडौँ अथवा भक्तपुर सिटीको टेम्परेचर हामीलाई सर्च गर्नु हामीले चाहिँ डाटा रिक्वेस्ट गर्छौँ होइन ब्राउजरमा। द रिक्वेस्टेड वेदर टुडेज वेदर रिपोर्ट भनेर हामीले डाटा रिक्वेस्ट गर्छौँ। अनि हाम्रो यसमा चाहिँ अब हाम्रो मोबाइल चाहिँ होइन, मोबाइल एपले चाहिँ आक्स फर वेदर डाटा भनेर आक्स गर्छ होइन। अनि जस्तो कि वेदर एपिआईले चाहिँ त्यो डाटा हामीले रिक्वेस्ट गरेको डाटा चाहिँ अब लियो होइन। वेदरले त्यो वेदर एपिआईले त्यो रिक्वेस्ट डाटा लिने बित्तिकै उसले त ब्रिजको काम गर्छ, उसले अब कहाँ पुऱ्याइदिन्छ, एउटा मेसेन्जरको काम गर्छ नि त वेदर एपिआईले। उसले चाहिँ अब यसले के चेक गर्छ, इट चेक्स वाट यु वान्ट क्या, वेदर अपडेट रिक्वेस्ट डाटा होइन, वाट यु वान्ट चाहिँ उसले चेक गर्छ एन्ड वेयर इट टु गेट इट फ्रम रे क्या होइन। त्यसपछि अनि वेदर एपिआईले चाहिँ त्यो डाटा सर्भरमा पठाइदिन्छ होइन। अनि सर्भरमा चाहिँ त्यो प्रोसेस हुन्छ। अनि सर्भरले वेदर सर्भरले चाहिँ एकदम डाटाबेसबाट चाहिँ सर्च गर्छ क्या, आजको इन्फर्मेसन, आजको रिक्वेस्ट चाहिएको छ नि त हामीलाई, आजको टेम्परेचर चाहिएको छ, ह्युमिडिटी कस्तो छ, आई मिन आजको वेदर कन्डिसन कस्तो छ, त्यो चाहिँ डाटाबेसबाट सर्च हुन्छ होइन। अनि सर्च भइसकेपछि आजको यो टाइमको यो दिनको सर्च भइसक्यो, जुन चाहिँ युजरले खोजेको आजको दिनको यो आजको दिन अथवा यो विकको अथवा यो टाइमको भनेर त्यो बेस्ट रिजल्ट सर्च गरिसक्यो, रिक्वेस्टेड डाटा सर्च गरिसकेपछि चाहिँ सर्भर एपिआईले त्यो भनौँ न सर्भर एपिआईले चाहिँ त्यो डाटा होइन डाटा चाहिँ फेरि रेस्पोन्स गरिदिन्छ। डाटा के थियो त, हाम्रो सोधेको आजको रिपोर्ट वेदर रिपोर्ट चाहियो भने चाहिँ त्यो डाटा चाहिँ सर्च गरेर हाम्रो सर्भर एपिआईले अब त्यो भनौँ न वेदर सर्भरले चाहिँ सर्च गरिसकेको थियो नि त। अनि सर्भर एपिआईले चाहिँ डाटा चाहिँ सरी हाम्रो एक्ज्याक्ट हाम्रो चाहिँ अब हाम्रो युजरले चाहेको आजको टेम्परेचर चाहिँ सर्च गरेर पठाउने काम गर्छ भने चाहिँ यहाँ नि एपिआईको काम के भयो त भन्दाखेरि डाटा आदान प्रदानको काम भयो क्या। भने चाहिँ यसले चाहिँ
दुईटा पार्टी दुईटा सिस्टमबिच एउटा ब्रिजकै काम गर्ने क्या एपिआई सिम्पल भाषामा एउटा कम्युनिकेसन एपिआई भनेको एप्लिकेसन प्रोग्रामिङ इन्टरफेस हो जसले चाहिँ दुईटा पार्टीबिच एउटा कम्युनिकेसन अब एउटा पार्टीले डाटा रिक्वेस्ट गर्छ अनि अर्को पार्टीले त्यो वेदर एपिआईले चाहिँ रिक्वेस्ट डाटा के गरेको छ त त्यो बोक लिएर जान्छ र अब अनि सर्भर एपिआई सर्भरमा चाहिँ बेस्ट डाटाबेस बाट रिजल्ट सर्च गरेर त्यही रेस्पोन्स चाहिँ यता युजरले खोजेको डाटा नै पठाइदिने काम गर्दछ होइन एपिआई भनेको एउटा ब्रिजको काम गर्छ क्या यस्तै दुईवटा पार्टीबिच कम्युनिकेसन गर्ने ब्रिजको चाहिँ काम गर्छ है त्यति नै हो एपिआई भनेको सिम्पल नै छ जे होस् है थ्याङ्क यू फर यर टाइम प्लिज सब्सक्राइब द च्यानल टेक्नोलोजी पाठशाला धन्यवाद थ्याङ्क यू वन्स अगेन